सम्पूर्ण नमस्कार। यो साकेला गाउँपालिकामा अहिले हामी प्रवेश गरिसकेका छौँ। यहाँ यति राम्रो पार्क रहेछ। हामी यस पार्कमा अहिले आएर विश्राम गरिरहेका छौँ। यहाँ चाहिँ वाइफाईको पनि राम्रो व्यवस्था गरिदिनु भएको रहेछ। यस साकेला गाउँपालिकाका यहाँका प्रमुखहरूकै लगभग युवा देन हुनसक्छ, नभए पनि यहाँका मानिसहरूको यो देन एक अत्यन्तै राम्रो लाग्यो, खुसी लाग्यो। एकदम सुन्दर ठाउँ बनाइदिनु भएको रहेछ पार्क। यसरी मैले भिडियो गर्नु मन लाग्यो एकदमै। जहाँ यो ठाउँ चाहिँ राम्रो ठाउँ, नराम्रो ठाउँलाई पनि राम्रो ठाउँ बनाउँदा त अत्यन्तै सुन्दर देखिने रहेछ। ल यसरी खोला बगिरहेको छ, साक्सु खोला सरर। यहाँ चाहिँ बेली ब्रिज नभनौँ, यो के भन्नु, पक्की मोटरेबल पुल देख्न सक्छौँ हामी। र यस्तो ढुङ्गाहरूलाई पनि सजावट गरेको पाइयो। यहाँ फोटो खिच्ने फ्रेम, यता फोटो खिच्ने ठाउँ बनाएको रहेछ। सिलाङ सागमा सिन्दुर काँध सबै यहाँ निर्माण गरेको पाइयो। कस्तो लागिरहेछ तपाईहरुलाई यहाँ यो ठाउँ चाहिँ? एकदम रमाइलो लागिरहेछ। एकदम रमाइलो। वाइफाई फ्री हैन त यहाँ? वाइफाई फ्री। ल यतिको चाहिँ हुनु पर्यो। ठाउँ एकदमै राम्रो छ। जथाभावी फोहोर नफ्याँक्नु होला। कति सब्जी है ठाउँ। ल फुल पनि यहाँ हुर्किँदैछ। कुहिने नकुहिने फोहोरको ट्याङ्कीहरू यहाँ हामी देख्न सक्छौँ। जुन यस पार्कमा बसिसकेपछि यहाँ फोहोर गर्न मनाही देखियो। यहाँ चाहिँ जुन चुरोट अब बिडेहरू डस्टबिन चाउचाउहरू खाएर चाहिँ यस डस्टबिनमा राख्नुपर्ने रहेछ। यो एकदमै ठाउँ सभ्य लाग्यो मलाई।